अनि पहिला सुरुमा चुनाव लड्दा चाहिँ छानबिन गर्न परेन, नागरिकता पनि चाहिएन, पासपोर्ट पनि चाहिएन, सबै कुरो भयो। अब रवि लामिछानेले चितवनबाट भोट जितिसके पछाडि हेर्नुहोस् है, जितिसके पछाडि चाहिँ अब जित्यो, उसले जित्ला भन्ने लागेको थिएन नि त सरकारलाई। जितिसकेपछि यसको पासपोर्ट खोज, नागरिकता खोज, पुस्ता खोज, अब सबै कुरो के खोज, अब खोजेर चाहिँ तपाईँको बिना कारणमा चाहिँ तपाईँको जेल हालिदिए। अब एउटा कुरा भाइ, हजुर हामीलाई यहाँ रोजगारी छैन, हामीलाई केही पनि छैन, हामी विदेश नगइकन हाम्रो विकल्प छैन। हामीले विदेशमा गएर कुली कबाडी काम गरेर थोपा रुपियाँ हामीले जम्मा गरेको पैसा हामीले यहाँ लिएर आएर केही गर्छु भनेर लिएर आएर केही गर्न खोज्दाखेरि हामीलाई त तपाईँ त विदेशी दलाल हो हो भनेर हामीलाई भन्छ। अनि यो देशमा रकम कहाँबाट आउँछ त? यहाँ पनि रोजगारी छैन, यहाँ भएको राज्यको ढुकुटीमा जम्मा भए पैसा पनि भ्रष्टाचार गरेर खाइरहेछन्। अनि हामी विदेश गएर कमाएर लिएर आएको पैसा पनि हामी केही गर्छु भनेर यहाँ केही गर्न थाल्यो भने दुनियाँ चाहिँ लालछना लगाएर दुनियाँ अवरोध गरेर जेलमा हाल्न पर्ने हो कि? अब नभए आरोप प्रति आरोप लगाएर अब हामीलाई यो अवस्था बनाएको छ भनेपछि त तपाईँ हामी मिलेर यो पार्टी ऊ पार्टी नभनिकन हामीले सही मान्छेलाई भोट हालेर यो व्यवस्था बदलेन भने त हाम्रो अवस्था बदलिनेवाला छैन भाइ। कस्तो लाग्यो तपाईँलाई? एकदम गुड हो दाइ तपाईँको कुरा। अब हामीले यो पार्टी ऊ पार्टी नभनिकन पनि देशको मान्छे राम्रो खालको मान्छे को छ होइन? अब हामीले पहिला एकपल्ट उसलाई प्रचण्डलाई पनि चान्स दिएकै हो नि त, होइन त? अब भने त सबैजनाले हाम्रो नभनिकन राम्रोलाई चुनाउ है भन्ने हो नि त। एकपल्ट अब हामीले तपाईँले सबैजनाले के हामी सबैजना मिलेर एकपल्ट रवि लामिछाने गर्छु भनेर आएको मान्छे हो। अब एकपल्ट गर्न दिउँ न त भनेर हामीले हेर्नुपर्ने हो। तर सरकारले त खै अब नमारेसम्म छोड्ला जस्तो लाग्दैन दाइ। अब त्यसको लागि त म के भनौँ होइन। अब यस्तो, अब म पनि तल्लो गाउँतिर जान लाग्यो दिदी बहिनी भाइ होइन भाइहरू। अब पछि यो गफ गर्दै गरौँला, फेरि भेट भइहाल्छ होइन दिदी बहिनी भाइ। अब म तल्लो गाउँतिर लागेँ है त। जानुहुन्छ बस्नु मेरो पनि कुरा सुन्नु। ठुटे नेताहरूको के कुरा सुनेर बस्यो अघिदेखि? अनि के भन्न खोज्या त? अब के भन्नु, अब राजनीतिक कुराहरू अघिदेखि बस्नु भएको रहेछ, गर्नुभएको रहेछ। अब यो राजनीतिक कुरा जति गरे पनि यस्तै हो। जबसम्म संसदीय व्यवस्था खारिज हुँदैन तबसम्म अवस्था आउँदैन यो देशमा। त्यस कारणले गर्दाखेरि अब हामी एक भएर मिलेर चाहिँ जानुपर्छ। आगामी आउने चुनावमा चाहिँ हामीले आफ्नालाई होइन राम्रालाई हामीले चाहिँ हेर्न पर्यो। हो ल गुड छ भाइ, गुड छ। यही कुरो चाहिँ हेरिहालिस् नि। अब सब भित्र हालेर व्यवस्थामा बसेर भित्र हालेर हेरेछस्। म त लाग्यो हिँडेँ जानी दाइ। ल ल ल